नमस्ते। पक्नु पक्नु गाठी कुरा लिएर आएको छु है। आजभन्दा केही वर्ष अगाडि चाहिँ मैले पोखरामा बसेर हरियो मकै पोलेर बिक्री गर्ने काम गर्थेँ क्या। अनि वर्ष बित्यो, निकै वर्ष बस्यौँ हामी, 10 वर्ष लगभग बस्यौँ पोखरामा है। अनि बस्ने क्रममा चाहिँ अनि एकजना व्यक्ति सर्र कार लिएर मेरो मकैको ठेलासम्म ट्याक्क रोक्नु भयो क्या। रोकिसकेपछि म त खुसी भएँ, किनकि मेरो त बिक्री हुने भयो भनेर म खुसी भएँ है। अनि उहाँले चाहिँ मकै किन्नुको सट्टा मसँग 2-4 प्रश्न गर्न थाल्नुभयो क्या। प्रश्न के हो भन्दाखेरि ध्यान दिएर भिडियो अन्तिमसम्म सुन्नु होला है त। धैर्य धारण गरेर सुन्नु होला, तपाईँहरूलाई काम लाग्न सक्छ क्या है त। अनि उहाँले के भन्नुभयो त भन्दाखेरि अनि मेरो बेली विस्तार सबै उहाँले लिन खोज्नुभयो क्या। मानिलिउँ इन्टरभ्यू नै लिन आउनुभएको जस्तो चाहिँ उहाँले देखाउनु भयो क्या व्यवहारहरू चाहिँ। अनि के भन्नुभयो भन्दाखेरि दिदी तपाईँले मकै पोलेर बेच्नुभएको कति समय भयो, तपाईँको नानी बाबुहरू कतिवटा छन्, के गर्छन् होइन, पढ्दैछन् कि के गर्छन्, अनि तपाईँ दिनभरि यसरी बसेर हरियो मकै पोलेर बिक्री गरेर फेरि घर गएर खाना पकाएर खानलाई तपाईँलाई कतिको सहज छ, के छ श्रीमान, के गर्नुहुन्छ, यताउति सम्पूर्ण कुराहरू उहाँले मसँग सोध्नुभयो क्या। अनि मैले चाहिँ के छ, कस्तो छ, मसँग जे भइरहेको छ, जे यथार्थ कुराहरू मैले उहाँलाई सबै भनौँ न व्यक्त गरिसकेपछि अनि अन्तिममा गएर चाहिँ उहाँले के भन्नुभयो त भन्दाखेरि चाहिँ दिदी म हजुरको एउटा फोटो लिन्छु ल भन्नुभयो क्या। किन र मैले सोधेँ। अनि उहाँले के भन्नुभयो भने मेरी श्रीमतीलाई मैले महिनामा 2 पल्टदेखि 3 पल्टसम्म ब्युटी पार्लर जान्छु भन्दाखेरि पनि मैले रोकिनँ। उसको इच्छा चाहनालाई मैले केही रोकिनँ क्या। कसरी हुन्छ ऊ खुसी रहोस् भन्ने मात्रै मैले सोचेँ क्या। मेरो जीवनमा दुःख पीडा टेन्सन जे जस्तो होस्, तर मेरो श्रीमती चाहिँ खुसी रहोस्, सुखी रहोस् र उसको मुहारमा सधैँभरि मतलब हँसिलो मुहार होस् भन्ने मैले सोचेँ। यति गर्दै पनि मेरो श्रीमती म प्रति खुसी भएन। भनिसकेपछि मैले तपाईँको फोटो चाहिँ किन लिन खोजेको त भन्नुहुन्छ भन्दाखेरि चाहिँ तपाईँको फोटो खिचेर मेरो श्रीमतीलाई म देखाउँछु, ताकि तेरै उमेरको महिला पनि हेर त यति स्ट्रगल गर्नुहुन्छ, सडकमा मकै पोलेर बिक्री गर्नुहुन्छ होइन। भनिसकेपछि तँलाई मैले यति फेसिलिटी दिँदै पनि त म प्रति किन खुसी भएनस् त भनेर उसलाई सम्झाउनु छ, उसलाई भन्नु छ, उसलाई प्रमाणित गरेर देखाउनु छ भनेर उहाँले भन्नुभयो के। भनिसकेपछि अनि उहाँले अनि के भन्नुभयो त्यो अब सबै कुरा फेरि भिडियो लामो हुन्छ है। अनि मसँग चाहिँ अनि त्यतिखेर मैले हरियो मकै 40 रुपियाँ, एउटा घोगा मकैको 40 रुपियाँमा बिक्री वितरण गर्दै आएकी थिएँ। अनि उहाँले के गर्नुभयो त भन्दाखेरि 4 घोगा मकै उहाँले किन्नुभयो र 400 रुपियाँ दाम दिनुभयो क्या। यस्ता मान्छे पनि यो संसारमा हुन्छन् क्या साथीहरू होइन। अनि 400 रुपियाँ दिनुभयो। मैले भने अब 4 घोगा मकै त 40 रुपियाँको दरले कति हुन्छ हजुरहरू आफै हिसाब गर्नु होला। अनि मैले अरू पैसा फिर्ता दिन खोज्दाखेरि उहाँले लिनै मान्नु भएन क्या। अनि मैले मकै नै लान्न त थपेर लानु भन्दा पनि ठिकै छ, हामी 2 जना मात्रै छौँ, बुढाबुढी 2 जनालाई 2-2वटा खान्छौँ, मकैको एकदमै म पारखी हो भनेर भन्नुभयो क्या। अनि त्यहाँबाट अनि उहाँले चाहिँ धेरै स्ट्रगल गर्नुभएको रहेछ, धेरै सङ्घर्ष गर्नुभएको रहेछ होइन। ताकि उहाँले चाहिँ के सोच्नु भएछ त भन्दाखेरि चाहिँ मैले यति दुःख गरेँ होइन, मेरो जस्तो दुःख चाहिँ मेरो श्रीमतीले नभोगोस् भनेर चाहिँ उहाँले चाहिँ श्रीमतीलाई खुसी राख्न चाहनु भएको रहेछ। भन्दाखेरि कुनै पनि पुरुष दाजुभाइहरू सुन्नुहोस् होइन, म पनि एउटा श्रीमती हो। तपाईँको श्रीमतीलाई चाहिने भन्दा बढी फेसिलिटी, चाहिने भन्दा बढी सुख सुविधा दिनुभयो भने नि मातेर पातेर उधुम हुन्छ। त्यो भएको कारणले गर्दाखेरि तपाईँले चाहिँ श्रीमतीलाई नयाँमा जस्तो व्यवहार पुरानो हुँदाखेरि पनि त्यस्तै व्यवहार चाहिँ गर्न सक्नुपर्छ होइन। किनभने सुरुमा चाहिँ तपाईँ भन्ने उसले काम गर्न खोज्यो भने पनि होइन नगर म गर्छु नि त, म सघाउँछु तिमीलाई भनेर एकदम पुल्याउने। अनि अन्तिममा गएर चाहिँ उसलाई ठाडो जवाफहरू मतलब भनौँ नि त अब त्यस्तो तालको व्यवहारहरू तपाईँले छुट्टै किसिमको व्यवहारहरू देखाउन थाल्यो भने चाहिँ त्यही कुरामा तपाईँहरूको चाहिँ मनमुटाव हुन्छ, उस्तै भएर सम्बन्ध विच्छेदसम्म हुनसक्छ क्या। त्यही भएर भन्छन् नि, जस्तै कि हामीले बजारबाट नयाँ जुत्ता किनेर ल्याउँछौँ नि त, यो जुत्ता त नयाँ छ, नयाँ हुनेजेल चाहिँ मैले शिरमा लाउँछु अनि पुरानो भएपछि मात्र खुट्टामा लाउँछु भन्ने सोच पनि राख्नु भएन क्या। ताकि छोरीको ठाउँमा छोरी, बुहारीको ठाउँमा बुहारी, श्रीमतीको ठाउँमा श्रीमती, आमाको ठाउँमा आमा होइन। सबैलाई आफ्नो आफ्नो ठाउँमा राख्नुपर्छ नि त। जस्तै अब यो ग्लास छ होइन, यो ग्लासमा हामीले पानी पिउन सक्छौँ नि त। अनि चिया पिउनको लागि हामीले चाहिँ कप प्रयोग गर्छौँ, अथवा कप भएन भने यसमा पनि कप पिउन सक्छौँ। तर यसमा दाल भात मुसेर खान त सकिँदैन। भनिसकेपछि आफ्नो ठाउँमा चाहिँ बस्नुपर्छ सबैजनाले, श्रीमती, बुहारी, छोरा, नाति नातिना होइन, हजुरबा हजुरआमा सबैजनाले आफ्नो आफ्नो स्थानमा बस्नलाई जरुरी छ भन्दै म भिडियोबाट बिदा माग्न चाहन्छु। भिडियो कस्तो लाग्यो? हस् त, बाई बाई, उडी चुप्पा।